सो गाइस वेलकम ब्याक माई च्यानल। अब सब सन्चै हुन्छ होला। म पनि एकदमै सन्चै अनि आर्मी छु। हजुरको माया र सपोर्टले चाहिँ अहिले म यहाँसम्म आएको छु। अझै माया दिनु होला होइन, अझै सपोर्ट गरिदिनु होला। अनि माया सपोर्ट गरेर जानु होला। हजुरको माया सपोर्ट भयो भने त अब म डेली भ्लग हाल्दै हाल्छु नि त। अनि चाहिँ मैले 5-6 दिनमा म भ्लग नहालेको, किन भन्दाखेरि मेरो अब त्यस्तै इम्पोर्टेन्ट काम हुँदा कारणले गर्दा चाहिँ भ्लग हाल्न पाइनँ। अबदेखि मैले आज चाहिँ बिहिबार, आजदेखि म लगातार भ्लग हाल्नेवाला छु। र तपाईँहरूले कमेन्ट गर्नु चाहिँ नभुल्नु होला, कमेन्ट गर्दै जानु होला होइन। अनि त्यो चाहिँ आज कस्तो देखिन्छ मेरो लुक्स हामी देखेको छ नि होइन। अप्यान्तै म ह्यान्डसम कोही छैन होला क्या। टक्क अनि घर हामीले यो एउटा आफ्नो फोन यो चोटि होइन। अनि कस्तो देखिन्छ जस्तो मलाई खै फोन गरेको आएन क्या। ओपन लाग्यो होइन। धेरै दिनबाट बिस्कुट पनि नखाएको होइन। अनि गएर बिस्कुट ल्याउनु पऱ्यो, चिया बिस्कुट खानु पऱ्यो। अनि त्यसपछि भात अहिले खाइन्छ होइन। टक्क म केही बारी दरामदार मान्नुपर्छ क्या। त बहिनी राखेको छैन होइन, बहिनी राखेको छ हाम्रो तँले मलाई गर्नु गर्छ नि त के गर्छ नि। अब म सब्सक्राइब भन्नु तिमीलाई धेरै धेरै लाइक एन्ड सब्सक्राइब आओस् मेरो छोरो एकदमै होस् के अरे भाइरल होस्। धेरै धेरै मेहनत गरेछ, मेहनतको परिश्रम बुझिदिनु होला। सबै भाइ साथीहरूलाई मेरो अपिल छ, धेरै धेरै कमेन्ट लाइक सेयर गरिदिनु होला। धन्यवाद आन्टी। ल यस्तै माया सपोर्ट गरिरहनु तपाईँहरू पनि होइन। धेरै आन्टी जानु लाग्यो होइन। अब नस्तानी पऱ्यो होइन। नस्ताएपछि उसलाई भ्लग गर्नेवाला छु। मास्क फेसवास लाउन गएको छु होइन। यो लाउँदा मेरो मुख गोरो हुन्छ कि गोरो हुँदैन होइन। अब लाउनु तर्फतिर लागिहाल्यो। यो लाँदा गोरो हुने भए त होइन, हल्का फ्रेस चाहिँ किलिङ हुन्छ क्या। अनि फेस हुन्छ नि यो डाउटहरू, यो चाया छ, यो दाग साग यताउति पुरै झर्छ क्या, पुरै किलिङ टाइपमा हुन्छ नि त। यो लाउनु तपाईँ लाग्यो कि यो लाएर मेरो तपाईँ के हुने कस्तो हुनेवाला छ त राम्रोसँग हेरौँ। यो तपाईँलाई यस्तो छ, तर यो लगाएपछि मेरो तपाईँलाई कस्तो हुनेवाला छ मलाई पनि थाहा छैन, तपाईँ पनि थाहा छैन। लेट्स गो केटाकोतिर। यो सुकिसक्यो, खुमिसक्यो, सुकिसक्यो। अब यो निकाल्न मलाई के हुन्छ भन्ने वाला छु त है। लेट्स गो। यति निकाल्नु मेरो मुख पुरा दुखिरहेको छ, एकदम दुखिरहेको छ। किन भन्दाखेरि मेरो यहाँ कपालमा यस्तो दुख्छ, पुरै मेरो यो जुङ्गामा पुरै चिपिएर मर्छु कि। सो गाइस मेरो यो दारी भएको कारणले गर्दा चाहिँ दुखिरहेको छ, एकदम दुखिरहेको छ होइन। यो चाहिँ सुकेर क्या। सो चिप्केर एकदम दुःख भइरहेको छ होइन। एकदम होइन आशा पनि आए। एकदम हेन्सी देखिन्छ होला होइन, अब्बाल हेन्सी देखिन्छ होला। अनि घर कामसाम भाइयो, अनि मुख धोइयो, अनि नुहाइ गरेँ, खानासाना खाएँ। अनि खानासाना खाएर अनि यस्तो साथीहरूसँग फोटो खिच्न आएको छु म। देख्छु चाहिँ त्यही बडी लाएर डल्लो हो यता यहाँसम्म यसको बलगाडी बस त्यो गाडी छ नि जेल लाग्यो बलकल गाडी जस्तो भयो अस्ति नै मैले खालेको थिएँ नि हिजो मैले बलगाडी भनेर। अनि म उता घुम्न जाने भनेको, अनि उसै बन्द रहेछ कि पिस पारेको बन्द रहेछ। अनि यति बल्गनगर घुम्ने अनि फोटोसोट खिच्यो। तपाईँ म भलमा भनिसकेँ होइन। फोटोसोट खिचेको आएर सुतेको, अनि भुसेको सुतेको चाहिँ झन् त अलिक घाम कहाँ गइसक्यो भने त अलिक कहाँ गइसक्यो पानी पर्ला जस्तो गरेँ होइन। भोक मन लाग्यो के भइरहेको होइन। एक कप चिया खानु पऱ्यो होइन। अब तपाईँले पो खानु नलाग्छ चिया त मैले खानु पऱ्यो होइन। सामान लिनु पऱ्यो नि त। घरमा चाहिँ तेलहरू सब्जी हल्का भाइ थियो, अनि त्यही लिन चाहिँ म जाँदैछु ताम्राघरतिर चोकमा होइन। अनि सामान लिनु बसेको थियो होइन। सो
तर पानी गुरुङ पानी पर्न लागिरहेको छ होइन तर पानी चाहिँ कति बेला पर्छ थाहा भएन आज आन्टी बस्नुहुन्छ अहिले आन्टी पानी पऱ्यो खै बिजुली चलाइरहनु भर्खर माथि अनि सर जाउँ न यही ठाउँमा बोलिरहेको छु भोलि चाहिँ म क्याम्पिङ बस्नेवाला छु त्यहाँ त म भोलि भन्नेवाला छु कहाँ भनेर होइन भाइ लोट त हान्छ अहिले त अनि त्यहाँ पनि घर बनाउनु लागिसक्यो नि नयाँ नयाँ घरि जोता त्यतै घरि कि छुट्टै कहाँ दिदी त के हो हामी लम्मै यहाँ के बनाएको मन्दिरलाई हो होइन ती गेम खेलिन्छ गेम खेल्दा ती गेम खेल्छ त टक्कलाई खाना पकाएको छ यहाँ टक्कै यो अनि यो चाहिँ आलु र लौका अनि मासु छ अन्त मिक्स गरेर चाहिँ म कुकरमा पकाउनेवाला छु यहाँ चाहिँ फुपू अनि मम्मी बाहिर हुनुहुन्छ होइन खतरा मिठो मान्छे भन्दा अलिक ठन्डा हुन्छ होला कि खसी मासु देखेर त यो ब्रोइलर कुखुराको खसीको देखेर तपाईँ ब्रोइलर कुखुराको पुरै चेक गर्दैन यस्तो बनाउँछु रेसिपी चाहिँ मैले बनाएर रेडी गरेको छु कि कस्तो भयो देखाउनु भइरहेको छु होइन टक्कै सो गाइस यस्तो भएको छ मासु होइन तपाईँलाई कस्तो लाग्यो कमेन्ट गर्न चाहिँ नभुल्नु होला दिस चिकन यहाँ चाहिँ मिक्स गरेर बनाएको मैले के हालेमा चाहिँ मैले आलु अनि लौका मिक्स गरेर बनाएको एकदम मिठो बब्बाल अनि बास्ना सो गाइस आजको भिडियो आज यति नै हुनेवाला छ र नयाँले हेर्दै हुन्छ भने सब्सक्राइब गर्न चाहिँ नभुल्नु होला थ्याङ्क यू सो मच नयाँले हेर्दै हुन्छ सब्सक्राइब एन्ड लाइक अनि सेयर गर्न चाहिँ नभुल्नु होला नेक्स्ट डे भोलि न्यू ब्लग लिनेवाला छु अनि नयाँले हेर्दै हुनुहुन्छ भने माया सपोर्ट गर्न चाहिँ नभुल्नु होला थ्याङ्क यू सो मच एन्ड बाई बाई जय नेपाल